गाइज वेलकम ब्याक टु माई च्यानल। अनि त्यही हो होइन, अहिले चाहिँ म यो गोकर्णेश्वर मन्दिर हो होइन। अनि मैले मेरो जस म्याक्सिमम भ्लगमा चाहिँ गोकर्णेश्वर मन्दिर भइसक्यो होइन। अनि मैले चाहिँ यो एङ्गलबाट तपाईँहरूलाई देखाउन लागेको, किनभने उ त्यो ढोका छ नि, उ त्यो ढोका जहिले पनि खुल्ला हुँदैन है। त्यो चाहिँ बिहान बेलुका सर्टेन टाइममा मात्र खुल्छ त्यो ढोका चाहिँ। अनि यदि तपाईँलाई गोकर्णेश्वर अथवा गोकर्ण को भगवानको लाइक भित्रपट्टि पूजा गर्न छ भने चाहिँ तपाईँहरू बिहान कि त बेलुकाको टाइममा आउन सक्नुहुन्छ। अनि अहिले चाहिँ त्यही हो 7:30 बज्यो होइन। अनि त्यहाँनिर भजन कीर्तन भइरहेछ अहिले पनि है। साउन्ड मैले चाहिँ सुनिरहेको छु, अब क्यामेरामा चाहिँ सुनेको छ कि छैन थाहा भएन होइन। अनि त्यही हो, त्यहाँ पूजा गर्न आउँदाखेरि चाहिँ तपाईँहरू जस्ट टाइम हेरेर नै आउनु, बिहान र बेलुकाको, अनि मात्र त्यो ढोका खुल्ला हुन्छ होइन। अनि म खासमा त्यहाँ गएर हजुरहरूलाई देखाउन पनि सक्थेँ, तर त्यो भित्रको चाहिँ फोटो र भिडियो लिन मिल्दैन। अनि जस ऊ त्यहाँसम्म चाहिँ जान दिन्छ है, त्यो त्यहाँ चढ्ने जस्तो छ होइन। अनि त्यहाँ तलसम्म हुन्छ होइन। अनि त्यहाँसम्म गएर चाहिँ भिडियोहरू लिन दिन्छ, जस भित्रको नआओस् होइन। अनि त्यही त्यहाँ गइसकेँ, मैले चाहिँ दर्शन लिइसकेँ त्यहाँको गडको। अब दर्शन लिइसकेँ भन्नाले पनि जस म आइरहेको बेला टाइममा 2-3 चोटि लिइसकेँ। अनि त्यही माथि म आज उयो डिरेक्सन पनि जान लाग्यो, किनभने उत्तर बहिनीको त्यो भगवती गडेस भगवतीको चाहिँ कम्प्लिट भएको छैन। अनि त्यही भएर चाहिँ म आज त्यो डिरेक्सनमा जान्छु। त्यही हो, यदि तपाईँहरूलाई गोकर्णेश्वर गडको होइन, खासमा शिव हो त्यो होइन। मैले त्यसको मिथोलोजिकल स्टोरिजहरू पनि भनिसकेँ, यसको ओरिजिन। अनि त्यहाँभित्र गएर पनि अझै धेरै कुरा बाँकी छ, डिपमा केलाउँदै जाने हो भने चाहिँ। तर मैले तपाईँहरूलाई भनिदिइसकेँ होइन। अनि त्यो ट्रिजहरूको बारेमा, अनि त्यो सबै सराउन्डिङमा गएर मैले चाहिँ एउटा भ्लग बनाइदिइसकेँ। हेर्नु भएको छैन भने गो चेकआउट मेरो पुरानो भ्लग। आज चाहिँ गाइज वाट इज अप भन्दाखेरि चाहिँ अनि तिहार चाहिँ सुरु भयो। खासमा सुरु भयो चाहिँ कसरी भन्नु, किनभने कुनै हाउस होल्डहरूले चाहिँ योभन्दा 2-3 दिन अगाडिदेखि नै पूजाहरू राखेर होइन स्टार्ट गरिदिइसक्यो। बट टुडे इज काग तिहार होइन। त्यही हो, त्यसको बारेमा मैले भनिहालेँ। अझै पनि भजन भइरहेछ त्यहाँ होइन। अनि मैले चाहिँ अस्ति नै तपाईँहरूलाई उता माथि बसेर त्यो माथिबाट गएको डिरेक्सन दिएको थिएँ। अनि यहाँबाट घुमेर पनि त्यहीँ पुग्ने हो भनेर भनेको थिएँ। अनि मैले तलको बाटो देखाउनु मिलेन भनेको चाहिँ उयो ब्रिजको बाटो है। तपाईँहरू यो ब्रिज क्रस गरेर यहाँबाट घुम्दै उताबाट जानुहुन्छ भने पनि इट्स ओके, र यहाँबाट जानुहुन्छ भने पनि इट्स ओके होइन। अहिले चाहिँ आइएम अन राइड, त्यही भएर म चाहिँ यो बाटो जान्छु, तर तपाईँहरूलाई यो बाटो र यो बाटो देखाइहाल्छु। अनि मेरो प्रिभियस भ्लगमा चाहिँ त्यही होला, मैले इन्डिङ गर्दाखेरि म त्यहीँबाट आएर एक्सप्लेनेसन दिँदै थियो अलि। अनि म तपाईँहरूलाई एक्सप्लेन गर्छु। अनि भगवती टेम्पलसम्म पनि पुगेर अहिले एकछिनतिर भेट्नुपर्छ। सो गाइज त्यही हो, भगवती मन्दिर चाहिँ त्यहाँ छ होइन। भगवती भन्दा नि उत्तर बहिनी मन्दिर चाहिँ उतानिर छ। अनि म चाहिँ योभन्दा अगाडिको भ्लगमा चाहिँ त्यो झन्डा हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन। किनभने म चाहिँ त्यो झन्डामा स्टप भएर अनि तपाईँहरूलाई उताको डिरेक्सन दिएको थिएँ। अनि मैले अघि माथिबाट देखाएको तलको बाटो भनेको चाहिँ यही दुईवटा हो है। अहिले यो ब्लू टिनहरू हालेकोबाट यहाँबाट पनि बाटो छ है। त्यही हो, राइडहरू जाँदैन, हिँड्दै गयो भने चाहिँ जान्छ होइन। अनि गोकर्णेश्वर मन्दिर पुगिन्छ। अनि यो ब्रिज भयो। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले के हो भन्दा चाहिँ ताक्ले अरे क्या होइन। अब ताक्ले भनेको चाहिँ के हो चाहिँ मलाई थाहा भएन होइन। मेबी नेवारमा के होला होइन। अनि यहाँनिर एउटा बोर्ड छ, तपाईँहरूले आउनु हुँदाखेरि देख्नुभयो भने चाहिँ यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ, ऐतिहासिक देशे गाउँ प्रवेशद्वार। ऐतिहासिक देशे गाउँ प्रवेशद्वार भनेपछि माथिको गाउँको नाम चाहिँ मेबी देशे गाउँ हुनसक्छ होइन। अनि यो चाहिँ गोकर्णेश्वर होइन, वडा नम्बर 4 काठमाडौँ नेपाल होइन। अनि त्यही हो, यो ब्रिज क्रस गरेर अस्ति मैले देखाएको बाटो चाहिँ यो हो होइन। यहाँबाट म स्ट्रेट गएर त्यहाँनिर एउटा ढुङ्गे धारा छ, ट्याप स्टाइलको ढुङ्गे धारा छ। अनि त्यहाँबाट स्ट्रेट गएर मैले तपाईँहरूलाई पुल क्रस गरेर भगवतीको मन्दिर जानुपर्छ भनेर देखाएको थिएँ भने चाहिँ
आज म यहाँबाट जाँदैछु है अनि यहाँबाट चाहिँ किन जाँदैछु भनेपछि चाहिँ अब कोही मान्छेहरू चाहिँ यो बाटोबाट आउने पनि हुन्छ है अनि यो बाटोबाट आउने मान्छेहरूलाई पुल क्रस गरेर जान नपरोस् भनेर हो अनि यो बाटो चाहिँ कहाँ कनेक्ट हुन्छ भने चाहिँ सुन्दरीजल जोरपाटी सुन्दरीजल रोडमा नै गएर कनेक्ट हुने हो होइन यो रोड चाहिँ अनि तपाईँहरू यताबाट आउनुभयो भने चाहिँ यहाँबाट मैले भनिहालेँ पुलसुल भत्केको हुन्छ होइन अनि त्यही भएर राइडमा आउनुहुन्छ भने चाहिँ एकदम केयरफुल भएर आउनु होइन अनि फेरि कुनै टाइममा चाहिँ पुल बनिरहेको हुन्छ अनि तपाईँहरू त्यो टाइममा आउनुभयो भने चाहिँ फेरि त्यहाँ त पुल थियो त पुल छ त भन्ने अनि पुल थियो बेकारमा हामीलाई घुम्न पर्यो भन्ने जस्तो कुरा आउन सक्छ अनि त्यस्तो चाहिँ किन हुन्छ भने चाहिँ अब सर्टेन टाइममा त्यहाँ पुल बनिरहेको हुन्छ राम्रो हुन्छ राइड पनि यही बाटोबाट राइड पनि मजाले गइरहेको हुन्छ तर पानी परेको बेला अहिले त ड्राई भएर बसेको छैन पानी परेको बेला अलिक ठुलो पानी पर्यो भने चाहिँ पुलहरू भत्केर होइन पुलहरू भत्केको हुन्छ त्यही भएर मैले आउनु तर अलिक अवेर भएर आउनु भनिहालेँ होइन अब हामी त अब म भनेको त यहाँको लोकल्स भइहाल्यो मलाई त थाहा हुन्छ कुन सिजनमा चाहिँ पुल हुन्छ कुन सिजनमा पुल हुँदैन त्यहाँ पुलै नभए पनि म खोलै तरेर भए पनि जान सक्छु क्या मतलब खोलै तरेर नभए यहाँबाट घुमेर मलाई यहाँबाट पनि 4-5वटा बाटो आउँछ क्या यहाँबाट पनि 4-5वटा बाटो आउँछ होइन म 4-5वटा बाटोमा जुन वेबाट लिए पनि म पुगिदिन्छु क्या अनि तपाईँहरू चाहिँ त्यस्तो नहुनु किनभने तपाईँहरूलाई 4-5वटा बाटो अब घुमे अब कुनै बाटो यस्तो हुन्छ कि एउटा बाटोबाट गयो भने अर्को बाटोमा गएर कनेक्ट भएर त्यही घुमिदिन्छ क्या बुझ्नुभयो नि अनि घुमे होला भनेर मैले सजिलो हुन्छ भनेर टुवे भनेको चाहिँ यही हो है यहाँबाट सिधा जानु तपाईँहरू अनि त्यहाँ चाहिँ गाडीहरू चाहिँ जाँदैन बट राइडहरू छ भने मजाले जान्छ एकदम मजाले जान्छ जस रोड चाहिँ अब पिच्ड छैन होइन यस्तै रोडहरू छ तर छिर्ने रोड चाहिँ हुन्छ होइन अनि यहाँ पनि तपाईँहरूले एउटा मन्दिर देख्न सक्नुहुन्छ यो मन्दिरको बारेमा पनि मलाई केही थाहा छैन होइन अनि भित्रको चाहिँ मेबी कृष्ण एन्ड राधा त्यस्तै लाग्यो है किनभने यहाँ केही पनि लेखेको छैन यो त गणेश हो होइन यो पनि गणेश हो अनि गणेश पनि लाइक टाइप्स अफ गणेश आउँदो रहेछ है अनि मलाई चाहिँ थाहा छैन अनि यहाँ छ यो चाहिँ सप्तऋषि होला है 1 2 3 4 5 6 7 अनि यहाँ चाहिँ नाम पनि लेखेको छ अरुणपा दत्ती होइन अनि यहाँ छ अनि यसको डिस्क्रिप्सन पनि म दिन्छु कुनै दिनमा आएर अहिले चाहिँ मलाई थाहा नभएर हो होइन अनि त्यही हो अब भगवती टेम्पल जाँदैछु यहाँबाट बाटो अनि मैले भनिहालेँ म यहाँबाट किन आएको भनेपछि चाहिँ अस्ति मैले तपाईँहरूलाई यहाँबाट पुल क्रस गरेर आउनुपर्छ भनेर देखाएको थिएँ तर यहाँबाट चाहिँ भगवती छिर्ने द्वारै छ क्या मतलब प्रवेशद्वार मेन इन्ट्री चाहिँ यहाँबाट हो है त्यहाँबाट कनेक्ट भएर गएर चाहिँ त्यो पञ्चमुखी हनुमानमा कनेक्ट हुने हो तर तपाईँहरू ठिकै छ पहिला पञ्चमुखीमा गएर भगवतीमा आउँछु भनेर यताबाट राउन्ड हान्दा पनि हुन्छ होइन तर त्यही हो डिफ्रेन्ट देखाम तपाईँहरूलाई सबै कभर गरेर भनेर हो अनि त्यही हो अहिले एकछिनतिर भेट्नुपर्छ गाइज याद गर्नुभयो भने अस्ति नै म त्यहाँबाट भ्लग गर्दै थिएँ अनि उताबाट जाने भने चाहिँ त्यो बाटो है अस्ति चाहिँ मैले यहाँबाट देखाएको थिएँ त्यहाँनिर फुटबल ग्राउन्ड छ अनि यो फार्मिङ ल्यान्ड हो भनेर मैले तपाईँहरूलाई देखाएको थिएँ अनि तपाईँहरू चाहिँ यहाँबाट तलबाट जाँदा पनि हुन्छ है हुन्छ यो घुमेर गएर कनेक्ट हुने चाहिँ त्यही हो अनि सर्ट वे चाहिँ तपाईँहरूलाई यहाँबाट स्ट्रेट जाँदाखेरि पर्छ अनि यो ठाउँ चाहिँ अब पहिला म आउँदाखेरि चाहिँ यहाँनिर रोड थिएन होइन अनि यस्तो ब्यारियरहरू बनाएको थिएन होइन अनि यहाँनिर चाहिँ यहाँसम्म नै है यहाँ जहाँ म स्ट्यान्ड गरिरहेको छु नि त्यहाँसम्म नै ठुल्ठुलो रुख जङ्गलहरू हुन्थ्यो क्या सब रुखहरू काटेर होइन अनि अहिले यस्तो बनायो क्या यहाँनिर भनेको यस्तो हिँड्ने बाटो थियो क्या यति थियो क्या ल यो बाटो चाहिँ थियो है यो बाटो थियो हिँड्ने बाटो चाहिँ थियो होइन अनि यहाँदेखिको यता साइडमा पुरै होल जङ्गल नै थियो क्या त्यहाँ छ नि अहिले जङ्गल कि त्यहाँको जङ्गल चाहिँ अहिलेसम्म बचिरहेछ किनभने त्यहाँसम्म चाहिँ रोड जाँदैन क्या अहिले म चाहिँ स्कुटर त्यहाँ पार्क गर्छु अनि त्यहाँ गएर भेटौँला गाइज म चाहिँ त्यही हो बाटो इन्ड ठाउँमा आइपुगेँ होइन बाटो इन्ड ठाउँमा भन्नाले चाहिँ यहाँबाट अगाडिबाट चाहिँ राइड जाँदैन है हिँड्दै जाने हो भने चाहिँ जाने हो होइन अनि त्यही हो त्यही बाटो हो अनि अस्ति म त्यहाँबाट गएको हो अनि तपाईँहरूलाई मैले भनिहालेँ होइन पहिला यहाँ पुल हुने गर्थ्यो होइन
तर खोला सानो भए बेला चाहिँ यहाँ खोला तरेर जाँदा पनि हुन्छ, यदि स्विमिङ आउँछ भने खोला तरेर जाँदा पनि हुन्छ। अनि ब्रिज सिज छैन भने चाहिँ खासमा यो बाटोबाट जाने हो। अनि माथि पनि पार्क सार्क छ, अनि तर त्यो चाहिँ म अब पछि कभर गर्छु। अनि मैले भनिहालेँ यहाँ जङ्गलै थियो क्या पहिला, अहिले पनि छ जङ्गल त होइन। अनि बट पहिला चाहिँ यता पनि थियो क्या, यो पनि उतातिरको पार्ट पनि यहाँको जस्तो घना जङ्गल हुने गर्छ होइन। अनि त्यही हो, अब हिँड्दै गइरहेको छु म। अनि अब मैले भनिहालेँ होइन। अनि यहाँनिर चाहिँ पहिला चाहिँ होटल थियो, अनि यहाँ हामी साथीहरू हामीहरू छ्याङछ्याङ यहाँनिर चाहिँ यसलाई चाहिँ पराल भनिन्छ है। अब कतिलाई पराल भने थाहा छैन होला आजकलको होइन। अनि त्यही हो, यो फार्मिङै हो है, फार्मिङ एरिया हो यो चाहिँ होइन। नेपाल भनेकै अब एग्रिकल्चर ल्यान्ड भन्छ नि होइन। अब उतातिर गएपछि चाहिँ सिटी नै हो, तर यहाँ आएपछि चाहिँ तपाईँहरूले अख्खा अझ यो त भर्खरै उब्जिँदै छ। अनि कुनै बेला यहाँनिर पुरै ग्रिन हुन्छ क्या, यो फिल्ड नै होल ग्रिन हुन्छ होइन। अब यो आँखाले भ्याउन सक्दैन क्या तपाईँहरूले होइन। आँखाले भ्याउन त भ्याउँछ, मतलब अलिक ठुलो छ भन्न खोजेको। अनि त्यही हो, यस्तो बाटोहरू छ हिँड्दै होइन। म जाँदैछु भगवती मातालाई भेट्नलाई हो कि के होइन त्यस्तै। अनि उता माथि चाहिँ फुटबल खेल्दैछ, तर मलाई चाहिँ एकदमै फुटबल पनि खेल्न मन लागिसक्यो। तर के भयो भनेपछि चाहिँ यहाँबाट अब पारी जाने वे नै छैन क्या। कि त म अब यो खोला तरेर जानु पऱ्यो, अगाडि पुल हुने गर्थ्यो, तर अहिले पुल भत्केको छ होइन। अब बाटो यस्तै छ, हिँड्दै जाने हो होइन। हिँड्दै गए पनि तपाईँहरूलाई वर्थ इट छ क्या, लाइक तपाईँहरूले हेरिसक्नुभयो साइडमा होइन। अनि एकदमै डिफ्रेन्ट सिटी एरिया भन्दा यतातिर आउँदा अलिक फ्रेसन अप पनि हुन्छ। यहाँको अब हावा नै डिफ्रेन्ट चल्छ क्या, हावा नै के हो। उता पारी गएर खेलेर आज भ्लग यति नै भनेर इन्ड गर्ने। अनि उता पारी चाहिँ क्रस फाइट चलिरहेछ, अनि त्यहाँ पनि घरहरू छ। अनि उता पनि फार्मिङ ल्यान्ड हो होइन, यो पनि फार्मिङ ल्यान्ड हो, देख्न सक्नुहुन्छ होइन। ग्रिनहरू बिस्तारै उब्जिँदैछ होइन। सबै आधी ल्यान्डमा चाहिँ अहिले रोप्दैछ, यो चाहिँ फलिसकेकोहरू होइन। एकदमै म्यासिभ छ। अनि टेम्पलको उतापट्टि पनि तपाईँले यहाँबाट ब्रिज देखिसक्नुभयो। पहिलाको मेरो भ्लग हेर्नुभयो भने त्यो पुलै मैले उताको पञ्चमुखी हनुमान अनि उतातिरको थियो भने, अहिले यहाँनिर भगवतीमा धेरै टाढा छैन। त्यही मैले जहाँ राइड रोकेँ त्यहाँबाट 5-10 मिनट्स होला होइन। अनि हिँड्दै जाने हो। अनि त्यहाँनिर पनि एउटा पसल छ, अनि पछाडिको पनि होटल थियो। अब पहिला हामीहरू आउँथ्यो त्यहाँनिर होइन। अब कहिलेकाहीँ अकेजनहरूतिर होइन, टक्क होइन पानी सानी खान आउँथ्यो हामी होइन, मजाले चिलमा र अलि रमाइलो पारामा। अनि होइन मलाई चाहिँ फुटबल देखेर फुटबल खेल्न जानु मन लागिसक्यो, तर अब वहीँ त्यही पुलबाट घुम्नुपर्छ है। अनि पछि बन्छ होला पुल होइन। अनि जाने वे चाहिँ तपाईँहरू स्ट्रेट आउनु भने चाहिँ त्यही हो है, स्ट्रेट पुग्छ त्यहाँ चाहिँ राइट पुग्छ, त्यो पुलभन्दा अलिकति यता नै पुग्छ। अनि यस्तो छ गाइज भ्युज। अनि अब त बिस्तारै देखि नै सक्नुभयो होइन, देखिसक्नुभयो मतलब म नजिक आइसकेँ। त्यही हो, त्यो अस्ति नै मैले होस्टेलहरू जस्तो भनेको थिएँ। अनि यहाँ मान्छे फार्मिङ गर्दैछ मान्छेहरू होइन। अनि यहाँको मान्छेहरूले चाहिँ फार्मिङै उनीहरूको प्रोफेसन हुन्छ। त्यही गाइज एउटा कुरा भन्न चाहिँ के थियो भनेपछि चाहिँ आज चाहिँ काग तिहार हो है। मैले अघि नै पनि भनिसकेँ जस्तो लागेको थियो होइन, तर हो कि होइन चाहिँ थाहा भएन। हो कि होइन चाहिँ थाहा भएन, म त अघि चाहिँ मैले भनेको थिएँ कि थिएन चाहिँ थाहा भएन होइन। तर आज चाहिँ काग तिहार हो होइन। अनि त्यही हो। अनि काग तिहारमा चाहिँ स्पेसल्ली दुईवटा मन्दिर देखाइरहेको थिएँ, हनुमान ढोकामा र अनि कागेश्वरी टेम्पलमा चाहिँ अलि स्पेसल पारामा नै मनाइन्छ अरे काग तिहार चाहिँ। तर
म जान पाइनँ किनभने मैले अलि ढिला इन्फर्मेसन पाएँ हैन। अनि त्यही हो यहाँबाट मैले भनिहालेँ यहाँबाट चाहिँ पुल हुन्थ्यो क्या यो देख्नुहुन्छ नि यहाँबाट पुल थियो क्या तर अहिले पनि पानी त त्यति धेरै त छैन हैन निनीसम्म आउँछ होला पार गरेर जाँदा पनि हुन्छ तपाईहरु हैन। अनि यहाँबाट दुईटा बाटो आउँछ है अब यहाँबाट गयो भने चाहिँ तपाईहरु यहाँबाट घुमेर स्ट्रेट त्यो ढोकामा पुग्नुहुन्छ भगवती मन्दिरको अनि यहाँबाट गए पनि हुन्छ है। अनि यही हो यसले नै पुलहरु बनाएको थियो पुलहरु भत्केर सब साइडमा छ तर फेरि कन्स्ट्रक्सन हुन्छ किनभने यी जेसीबी सब छ हैन यहाँ अनि त्यो आएर चाहिँ बनाउँछ फेरि यो अनि फेरि भत्किन्छ अनि यहाँबाट जाँदा पनि हुन्छ स्ट्रेट है तर म चाहिँ यहाँबाट जान्छु। अनि त्यो गाइज अनि काकतिहारमा चाहिँ मैले अलि ढिला इन्फर्मेसन पाएँ अनि अब नेक्स्ट टाइम चाहिँ जाम्ला कागेश्वरी तर कागेश्वरी म कतिचोटि गइसकेँ नट अन अ स्पेशल डे हैन बट मान्छेहरू टक्क भारी बोक्यो हैन टक्क त्यो के रे काँधमा दौराको बारी हाल्छु बाला टाइप्स क्या अनि के रे के थियो त्यस्तै थियो गीत हैन। अनि त्यही हो अनि त्यहाँबाट त्यही हो टर्न लिने हो अनि स्ट्रेट गयो भने चाहिँ स्ट्रेटै हो है अस्ति नैको के म चाहिँ यहाँबाट घुमेर गइरहेको छु मेन द्वारबाट छिरौँ हैन। अनि त्यही हो कागतिहार हो अनि कागतिहार चाहिँ हामीले किन सेलिब्रेट गर्छ भनेपछि अब रिजन्सहरू चाहिँ धेरै छ है किन भन्छ भनेपछि चाहिँ कागलाई चाहिँ लाइक यमराजको मेसेन्जर मानिन्छ है मेसेन्जर अफ यम हैन गड अफ डेथ जसरी हेरिन्छ हैन। अनि उहाँले चाहिँ मतलब कागले चाहिँ अनि नराम्रो मेसेजहरू नल्याओस् भनेर उसलाई फुडहरू सर्भिसहरू दिने चलन छ हैन। अनि घरमा नेगेटिभिटी नआओस् हैन अनि नराम्रो मेसेजहरू नआओस् भनेर पनि मानिन्छ। अनि साइन्टिफिकल्ली हेर्ने हो भने चाहिँ कनेक्सन बिट्विन द गड ह्युमन्स एन्ड एनिमल देखाउनलाई चाहिँ कागको पूजा गरिन्छ हैन। अनि म चाहिँ यहाँ बसेर किनभने चाहिँ त्यहाँ चाहिँ अलिक क्राउडेड एरिया नै आइसक्यो मन्दिर त्यही हो बेलसेलको आवाज तपाईहरुले सुनिसक्नुभयो हैन। अनि पछि म यहाँबाट सबको देखाउँछु बिस्तारै हैन। अनि त्यही हो यहाँबाट स्ट्रेट हो अनि त्यही हो मन्दिर चाहिँ मन्दिरको द्वार देखिसक्नुभयो होला तपाईहरुले। अनि त्यसको उता चाहिँ फार्मिङ ल्यान्ड छ अनि त्यही हो मैले भनिहालेँ यो टेम्पलभित्र चाहिँ हैन। अनि क्यामेरा लान दिँदैन होला अनि जुन पार्टको मैले कभर गर्न सक्छु जुन पार्टमा चाहिँ सयपत्री गाइज। अनि त्यही हो जुन ठाउँको चाहिँ त्यही हो पञ्चमुखी हनुमानको टेम्पल अस्ति नै मैले त्यहीँ बसेर भ्लग बनाएको थिएँ केटा हेर्नुपर्छ मेरो भ्लग लाइक सिरिज जस्तो छ अनि सब कम्प्लिटली हेऱ्यो भने मात्र बुझिन्छ तर आइराख्ने मान्छेहरू यहाँको मान्छेहरूले चाहिँ बुझिन्छ। अनि मेरो जति अहिले भ्युअर्स छ आफ्नै मान्छे छ हैन वरिपरि कोही हैन जोसँग चाहिँ म यहाँ आइरहेको थिएँ अनि पछाडि गाई हो कि गोरु हो उहाँ दिइरहेको त यही हो ढक्क हैन। अनि यो सब यता चाहिँ सब फार्मिङ मात्र हो है गाइज अनि यहाँ सबै तर पछि बिस्तारै यहाँको स्पेसहरू चाहिँ भर्दैछ। अब म पहिला आउँदाखेरि यो थिएन यहाँबाट हेऱ्यो भने टक्क सर ल्यान्ड मात्र देखिन्थ्यो अहिले चाहिँ अब स्पेसहरू कभर भयो पछि यो पनि अब बिस्तारै फिल हुँदै जान्छ होला यो पनि मलाई त्यस्तै लाग्छ किनभने सबै ठाउँमा त्यस्तै हुन्छ। अनि होटेलहरू अनि त्यही हो मन्दिरको द्वार अलि एकछिनमा भेट्छु गाइज। मैले भनिहालेँ होस्टेल म चाहिँ अस्ति नै चाहिँ म पारिएँ अस्तिको नभनौँ योभन्दा प्रिभियसको भ्लग हो हैन भादर वाह खतरा जम्बानिदिएर है। अनि त्यही हो यहाँ पूजाको कार्यहरू हुन्छ अनि मन्दिरहरू छ एकदमै होली स्पेस हो यो। अनि मैले चाहिँ अस्ति नै चाहिँ अनि मन्दिरहरू छ हैन अनि ढोक्नुपर्छ हैन। अनि त्यही हो अस्ति नै चाहिँ म उता पारी बसेर भ्लग गर्दै थिएँ हैन वारीको डिस्क्रिप्सन दिँदै थिएँ अहिले चाहिँ म वारी नै आइसकेँ मेरो नजिकै छ बादर चाहिँ। अनि यो चाहिँ त्यही हो गुरुकुल हो हैन। अनि
ऊ त्यो चाहिँ स्कुल हो जहाँ चाहिँ संस्कृतहरूको पढाइ हुन्छ होइन। अनि तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ संस्कृतमा भने चाहिँ आउनु होइन। अनि डिफ्रेन्स चाहिँ के हुन्छ भनेको चाहिँ ल्याङ्ग्वेज मात्र होला है। संस्कृत भनेको चाहिँ जुन हामीले स्कुल कलेजेसहरूमा पढ्छौँ सिमिलर नै हुन्छ होइन। संस्कृतमा अलि डेप्थमा होला कि खोइ थाहा भएन, खोज आइएम नट संस्कृतको स्टुडेन्ट होइन। अनि त्यही हो, यो विद्यालय हो कान्ति विद्यालय हो। अनि स्पेस एकदमै राम्रो छ है, एकदमै पिसफुल इन्भाइरोमेन्ट छ, देखिसक्नुभयो 360 घर छु। अनि त्यहाँबाट चाहिँ इन्ट्री हुने ठाउँ हो, भित्र चाहिँ भगवतीको छ। अनि यो बेल्सहरू भइहाल्यो। अनि त्यहाँ पनि दामी छ। अहिले एकछिनमा म सिनेमेटी पनि लिन्छु यो ठाउँको। अनि यो चाहिँ तलको स्पेस हो है। तपाईँहरू उ त्यो गेटबाट छिरेपछि राइटमा आउनुभयो भने राइटबाट घुमेर जाँदा पनि हुन्छ, लेफ्टबाट घुमेर जाँदा पनि हुन्छ। अब म लेफ्टको देखाउँछु तपाईँहरूलाई, अनि सेन्टरमा आएर अनि सेन्टरको पनि देखाउँछु। त्यही हो गाइज होइन। छिर्ने ठाउँ चाहिँ उ त्यही हो है, मेन गेट चाहिँ त्यही हो, द्वार चाहिँ त्यही हो। त्यहाँबाट स्ट्रेट छिरेपछि अघि म चाहिँ राइटमा गएको थिएँ, त्यहाँ चाहिँ विद्यालय छ संस्कृतको होइन। अनि यहाँ हुनुहुन्छ उहाँहरू नै होला गुरु, त्यस्तै लाग्यो। अनि यहाँ पूजाहरू हुने स्पेसेसहरू होइन, एकदमै पिसफुल इन्भाइरोमेन्ट छ होइन। अनि त्यही हो, म राइटमा गएको थिएँ, अब म लेफ्टबाट जाँदैछु, लेफ्टबाट देखाउँछु होइन। सबै पुरै कभर गरिहालौँ नै भनेर। अनि यहाँ पनि अब मैले भनिहालेँ, यो चाहिँ पिण्डदान नै त चङ्गा उडाएर आएको है। लट्टा भेटेको तिमीले? ए अनि चङ्गा चाहिँ खोइ त, चङ्गा चाहिँ खोइ त? पटेका किन्ने? ए दसैँ सक्यो, अब तिहार लागेको हो। ए अनि त्यो गाइज यहाँबाट जाँदा पनि हुन्छ तपाईँहरू होइन। अनि यो चाहिँ अहिले चाहिँ फोहोर छ, तर यो क्लिन हुन्छ, भर्खर भर्खर पूजा भइरहेको बेला चाहिँ हुन्छ होइन। अनि त्यही हो, पहिला चाहिँ उतापट्टि मैले, अनि यो सब फार्मिङ ल्यान्डै हो है, यहाँबाट मैले भनिहालेँ होइन। यो होल नै फार्मिङ ल्यान्ड हो क्या, एकदमै नै फार्मिङ ल्यान्ड हो। अनि यहाँ हातखुट्टा धोएर होइन, अनि पानीको स्रोत भनौँ, माथि बादर चिलमा बसिरहेछ। पञ्चमुखी हनुमान टेम्पल भएर पनि होला कि टेम्पल वरिपरि ऊ नै हुन्छ। अनि त्यही हो, लेफ्टबाट जानुभयो भने चाहिँ हजुर यहाँ पूजाहरू गर्ने ठाउँमा पुग्नुहुन्छ। तर म चाहिँ अब सेन्टरमा गएर तपाईँहरूलाई देखाउँछु। यहाँबाट पनि घुमेर पुग्ने चाहिँ त्यही हो। अघि मैले लेफ्टबाट गएर जहाँ भनेको थिएँ, एक राउन्ड हान्नुभयो भने चाहिँ यहीँ आइपुग्नुहुन्छ। त्यही हो, अब म चाहिँ सेन्टरमा देखाउँछु तपाईँहरूलाई। त्यहाँबाट स्ट्रेट आउनु भने अघि म लेफ्ट गएको, राइट गएको, तर घुमेर म सेन्टरमा आइपुगेँ। अनि बेल्सहरू छ, बस्ने स्पेसेसहरू पनि छ होइन। अनि त्यही हो मन्दिर चाहिँ, भगवती मन्दिर त्यो हो। अनि भित्रको स्पेस पनि एकदमै राम्रो छ। उताबाट इन्ट्री गर्नुभयो भने चाहिँ त्यहाँनिर मूर्तिहरू पनि छ, त्यो पनि अहिले एकछिनमा देखाइहाल्छु। अनि त्यही हो गाइज, यही हो भगवती मन्दिर चाहिँ, त्यहाँ पूजा भइरहेछ। अनि अब म भित्र जान्छु गाइज। यो गाइज अब मेरो प्रिभियसको भ्लगमा मैले तपाईँहरूलाई देखाएको भनेको चाहिँ त्यही हो है, ब्रिज तपाईँहरूले देखिहाल्नुहुन्छ होइन। अब ब्रिज भनेको चाहिँ यही हो, जहाँ मान्छेहरू हिँडिरहेछ त्यही ब्रिज हो। त्यो ब्रिजले चाहिँ यो दुईवटा टेम्पललाई कनेक्ट गर्छ। अब कनेक्ट नै गर्छ त नभनौँ, जस कनेक्ट भइरहेछ। अनि त्यो चाहिँ पञ्चमुखी हनुमानको टेम्पल हो होइन। अस्ति नै मैले तपाईँहरूलाई देखाएको उतै नै हो। मैले त्यो एरिया पुरै तपाईँहरूलाई देखाएको थिएँ। अनि मैले त्यहाँबाट यता जाने देखाएको थिएँ। अनि अघि नै चाहिँ मैले लेफ्टबाट जाँदा चाहिँ त्यहाँको देखाएको थिएँ। अनि सेन्टरमा आइपुग्नु भइसकेपछि चाहिँ यो पुलबाट क्रस भएर माथि आइसक्नु भएपछि चाहिँ तपाईँहरू यो ठाउँमा आइपुग्नुहुन्छ। अनि यो तलबाट जाने ठाउँ पनि छ। अनि त्यहाँ चाहिँ पिण्डदान श्राद्धहरू पूजाहरू गर्ने ठाउँ नै हो। अनि स्पेसल्ली त्यही रिजनको लागि नै बुझिन्छ। अनि आमा खुवाउने औँसी र लाइक फादर्स डेमा चाहिँ एकदम स्पेसल मानिन्छ। अनि त्यही हो, अनि त्यहाँ पनि पूजाहरू हुने ठाउँ हो। अस्ति नै मैले भनिहालेँ, मैले त्यो पुरै एरिया कभर गरेको। अहिले चाहिँ यो एरियामा आएको छु म चाहिँ होइन। अनि यहाँबाट इन्ट्री हुने हो, यहाँबाट इन्ट्री भए पनि हुन्छ, त्यहाँबाट इन्ट्री भए पनि हुन्छ, र त्यो अघि मैले देखाएको गेटबाट इन्ट्री भए पनि हुन्छ होइन। अनि यहाँ फर्स्टमा चाहिँ छ उहाँको कुन भगवान हो चाहिँ थाहा भएन। अनि यो छ, अनि शिवलिङ्गहरू होइन। अनि मेन मन्दिर चाहिँ अब यो भइहाल्यो भगवती मन्दिरको। अनि त्यहाँ भित्र जान दिन्छ मान्छेलाई चाहिँ अब क्यामेराले पनि। अनि यहाँनिर हुन्छ श्री गणेशजी, यो भीमसेन
हैन। अनि यो विश्वकर्मा हैन, विश्वकर्मा भगवान हैन। अनि वरिपरिको स्पेस राम्रो छ, तपाईहरु यहाँ आएर एकदमै मेडिटेट पारामा बस्दा हुन्छ। बेल्सहरु छ अनि यही भइहाल्यो मेन मन्दिर चाहिँ। अनि यहाँ पनि स्पेसेसहरु छ मजाले आएर मेडिटेट गर्ने। यहाँ पनि मूर्तिहरु छ भगवानको हैन। अनि यो चाहिँ श्री भगवती उहाँको, अनि उहाँकै हो। उहाँको हात चाहिँ 8 वटा हुन्छ भन्ने सुनेको थिएँ मैले, तर यहाँ चाहिँ 1 2 3 4 5 6 7 8 त्यसरी गनिन्छ कि कसरी 8, तर टोटल चाहिँ कतिवटा हात छ भने चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 17वटा हात छ है। अनि उहाँको वाहन हो कि के हो थाहा भएन। अनि यहाँ चाहिँ असुरलाई उहाँले त्रिशूल हानेर डेड हैन, असुरको हातमा नि वेपन छ। अनि मेबी के होला यसको स्टोरी लाइन मैले पछि थाहा पाएँ भन्छु। श्री दक्षिण काली भगवानको दर्शन पनि यहीँबाट भयो। अनि उहाँको हातमा चाहिँ थाहा छैन के हो, जस यो वेपन छ उहाँको चाहिँ 1 2 3 4 5 6 7 8 8वटा हात छ हैन। कि खाइरहनु भएको छ कि केही निकालिरहनु भएको छ, सर्पो लाइक स्ट्रक्चर छ हैन। हातमा वेपन छ, यहाँ त्रिशूल छ, अनि यहाँ पनि छ। अनि यहाँ चाहिँ टाउको छ है, टाउको छ मान्छेको हैन। अनि त्यही हो। अनि यो चाहिँ श्री मनोकामना हैन, मनोकामना। उहाँ चाहिँ उहाँको हात चाहिँ 4 वटा छ, एउटामा वेपन छ, अर्कोमा सिल्ड जस्तो छ। अनि यहाँ चाहिँ लाइक लोटा टाइप्स छ हैन, पोजमा बसिदिरहनु भएको छ। अनि बेल्स एकदमै डिभाइन साउन्ड मानिन्छ टिङ्गलाई। यहाँ आएर तपाईहरु सेल्फ रिफ्लेक्सनको लागि आएर बस्दाखेरि एकदमै राम्रो यही स्पेस हैन। हेर्नु तपाईले हेर्न सक्नुहुन्छ एकदम पिसफुल छ हैन। अनि यहाँनिर चाहिँ बुद्ध भगवान। अनि सबको मैले चाहिँ ढोक्दै दर्शन लिँदै गइसकेँ। उहाँ हुनुहुन्छ श्री गणिनाथ हुनुहुन्छ उहाँ चाहिँ। अनि सबको अहिले चाहिँ म हल्का हल्का भनिहाल्छु। अनि पछि स्टोरी लाइन थाहा पाएपछि म फेरि यहाँ आएर तपाईहरुलाई स्टोरीहरु भन्छु। अनि उहाँ हुनुहुन्छ श्री स्वस्थनी भने चाहिँ मैले स्वस्थनीको पार्ट हुन्छ भन्ने सुनेको थिएँ है। अनि अब के हो चाहिँ थाहा भएन, म पछि डिटेलली भन्छु। यहाँ हुनुहुन्छ सरस्वती विद्याको धनी, उहाँको हातमा वीणा छ हैन। यहाँ माला रहेछ, जबको लागि होला मेबी। अनि 4 वटा हात छ, यहाँनिर पुस्तक वेद नै होला क्या त्यो। अनि वेद चाहिँ अनि यहाँ पनि हुनुहुन्छ। अनि उहाँको चाहिँ छैन को हो उहाँ हैन। यसो हेर्दाखेरि नाक छ माथि, 1 2 3 4 5 6 7 8 8वटा टाउको भएको नाक छ। अनि भ्लग चाहिँ एकदमै लामो हुने गयो, केही छैन हैन। अनि सानो छ ठाउँ तर एकदमै डिप छ क्या। अब बुझ्नु भयो कि भएन हैन। सानो स्पेसमा यहाँ चाहिँ एकदमै डिप हुन्छ। अनि नलेज भन्छ नि हैन, एउटा पोइन्टमा पुगेपछि चाहिँ नलेजको इन्ड नै हुन्छ क्या। तपाईले जब सेल्फमा पुग्छ नि, वेदास भनेको चाहिँ अर्थ नै नलेज हो क्या वेदा भनेको चाहिँ। अनि वेदान्तको इन्ड हुन्छ क्या, नलेजको नै इन्ड हुन्छ क्या हैन। अनि त्यसको बारेमा म पछि एक्सप्लेन गर्छु। अनि यहाँबाट यो सब होल फार्मिङ ल्यान्ड हो है, यो होल फार्मिङ ल्यान्ड हो। जहाँसम्म देख्नुहुन्छ सब यहाँबाट स्ट्रेट जानुभयो भने सब खेती मात्र है। अनि त्यहाँ चाहिँ यो मान्छेहरु चाहिँ त्यहाँ के गरिरहेछ भनेर सोच्नु भइरहेछ भने चाहिँ त्यो मान्छेहरु चाहिँ गल्फ खेलिरहेको है। यो चाहिँ गल्फ कोर्स हो गोकर्ण फरेस्ट रिजोर्ट भन्छ कि रिजोर्ट भन्छ हैन, फरेस्ट भित्रै छ रिजोर्ट, त्यही भएर फरेस्ट रिजोर्ट भने हो कि के हो त्यो चाहिँ मलाई थाहा भएन हैन। अनि त्यो गाइस हैन लिइरहेछ, त्यो गल्फ कोर्ट नै हो त्यो पुरै हैन। मान्छेहरु गल्फ खेलिरहेको हुन्छ। अनि यसको सिधै होला है गल्फको गोकर्ण रिजोर्टको इन्ट्री पोइन्ट चाहिँ। अनि अस्ति मैले तपाईहरुलाई उतातिरको देखाएको। अनि यही हो, म भगवती टेम्पलमा छु हैन। एकदमै रिभल्भड होली प्लेस हो। मान्छेहरु पहिला यहाँ तीर्थ यात्राहरु गर्न आउँथ्यो, अहिले पनि आउन सक्नुहुन्छ। एकदमै राम्रो छ। मैले भने
टेम्पल त्यही छ, त्यही मतलब यहाँको अब 10 मिनट्स जतिको डिस्टेन्समा होला होइन। अब त्यहाँबाट हिँड्दै आउनु भए पनि हुन्छ अथवा यहाँबाट बाटोबाट राइड लिएर आउँदा पनि हुन्छ। अहिले एकछिनमा म त्यो बाटोमा पुग्दाखेरि एक्सप्लेन गर्छु तपाईँहरूलाई चाहिँ। अनि फार्मिङ ल्यान्ड, अनि यहाँ चाहिँ त्यो सिजन हुन्छ नि जब उब्जनीको, त्यतिखेर चाहिँ ग्रिन हुन्छ है, त्यतिखेरको पनि म देखाइहाल्छु होइन। अनि त्यही हो, त्यो रिचुअल्सहरू पर्फर्म हुने ठाउँ हो होइन। अनि यही हो ठाउँ चाहिँ है, स्पेस यति नै हो। 360मा हेर्ने हो भने यति मात्र छ, तर तपाईँहरूले डिपली बुझेर अन्डरस्ट्यान्ड गरेर होइन, अनि यसको इम्पोर्टेन्स, स्पिरिचुअल इम्पोर्टेन्स होइन हरू बुझेर आउनु भने चाहिँ, मैले धेरै ठुलो छैन क्या, यति हो, यहाँदेखि यहाँसम्म होला क्या। बट द नलेज भगवान्हरूको बारेमा बुझ्नु छ, के हो कस्तो हो, वाट वाज हिस्ट्री, त्यस्तो छ भने चाहिँ एकदमै डिप छ है, एकदमै लाइक रमाइलो इन्ट्रेस्टिङ पनि हुन्छ होइन। किनभने लास्टमा गएर नलेज नै इन्ड हुन्छ है। तपाईँले जे पनि सिक्नुभयो नि, अब गौतम बुद्धले पनि भनेको छ नि एउटा लाइक कोटमा चाहिँ, लाइक इफ यु वान्ट टु नो समथिङ यु हेभ टु फर्गेट एभ्रिथिङ क्या। अनि अब तपाईँले पढ्यो, तपाईँले बुझ्नुभयो अरे, तर तपाईँले बिर्सिनु सक्नुपर्छ क्या, इफ यु वान्ट टु अन्डरस्ट्यान्ड समथिङ एल्स क्या। अनि फेरि समथिङ एल्स मा तपाईँले बुझ्दै जानु भएपछि पनि पछि चाहिँ के भन्छ भने चाहिँ, अद्वैत वेदान्ततिर चाहिँ के भन्छ भनेपछि चाहिँ यो दुनियाँको बारेमा जति पनि ज्ञान छ नि तपाईँलाई, त्यो केही पनि होइन क्या। तपाईँले जति पनि बुझ्नु क्या, जति पनि नलेज होस् क्या, तपाईँसँग केही नलेजै छैन क्या। यदि सेल्फलाई बुझ्नु भएको छैन होइन, सेल्फको बारेमा तपाईँको अन्डरस्ट्यान्डिङ छैन भने चाहिँ क्या। अनि फेरि सेल्फलाई बुझिसकेपछि पनि कस्तो आउँछ भने चाहिँ, कस्तो मोडमा आउँछ भनेपछि चाहिँ यस्तो हुन्छ, यो चाहिँ बुझ्दै गएपछि चाहिँ के हुन्छ भने चाहिँ मैले एन्सर पाएँ हुन्छ होइन, तर तपाईँले केही पनि पाएको हुँदैन क्या। यु नो वाट आइम सेइङ। त्यही भएर भगवत गीतामा एउटा लाइन पनि छ क्या होइन, तिम्रो के थियो र जे तिम्रो हुन्छ होइन, तिमीले के गुमाएर तिम्रो के थियो र टाइप्स लाइन छ नि, ओ कनेक्टेड हुन्छ होइन। अनि त्यही हो, एकदमै नै अब हुन्छ नि, अब त्यो बुझ्नलाई चाहिँ के हुन्छ भने चाहिँ ज्ञान हो क्या। अनि एउटा भक्ति हो क्या, यो पूजा पाठ, यो भगवान्, यो त्यो भन्छ नि, सबलाई माइनस गरिदिन्छ क्या फेरि ज्ञान योगमा चाहिँ क्या। यो पूजा किन गरेको तिमीले होइन, पूजालाई नै लाइक काटिदिन्छ क्या ज्ञान योगको थ्रुबाट होइन। अनि एकदमै नै ह्यासल हुन्छ क्या होइन। अनि त्यो गाइज मैले देखाइदिइसकेँ, अब डिटेललीमा होइन चाहिँ म पछि देखाउँछु। अनि त्यही हो, अहिले चाहिँ म मेरो भ्लग यहीँ इन्ड गर्छु। सी यू गाइज इन द नेक्स्ट भ्लग। अनि गर्नुभन्दा अगाडि अब मैले चाहिँ राइड त्यहीँ छोडेर म चाहिँ हिँड्दै आएँ, किनभने आई इन्जोय द्याट होइन। तर तपाईँहरूलाई हिँड्नै मन छैन होइन, म राइडमै जान्छु भन्यो भने चाहिँ यहीँसम्म आउँछ है, पार्किङ त्यहीँनिर छ हजुरहरू यो बाटोबाट। तर यो बाटोबाट चाहिँ उताबाट घुम्नुपर्छ, म चाहिँ यहाँबाट स्ट्रेट हिँड्दै आएको हो। हजुरहरूलाई आउनु मन छ भने चाहिँ उताबाट बाटो चाहिँ म पछि अनि हो। अनि इन्डियन फिलोसफी नै हो है। अनि इन्डियन फिलोसफी इज बेस्ट पनि भन्न मिलेन क्या त्यसलाई, कि इन्डियन फिलोसफीलाई कसैले अब होइन, अबको सेन्चुरिजमा क्या, उहिले जमानाको हो नि त यो फिलोसफी। अबको अपकमिङ सेन्चुरिजहरूमा पनि कसले पनि डिनाइ चाहिँ गर्न सक्दैन क्या होइन। यस्तो स्ट्रङ छ कि लाइक यस्तो कम्प्लिट छ कि होइन, कसैले पनि डिनाइ गर्नै सक्दैन क्या होइन। वी क्यान डिनाइ साइन्स होइन, साइन्सलाई हामीले डिनाइ गर्न सक्छ, साइन्सलाई हामीले हुन्छ नि इग्नोर गर्न सक्छ। बट दिस नलेज, अब नलेज भन्ने त्यो अन्डरस्ट्यान्डिङलाई चाहिँ नोबडी क्यान डिस। अनि दुनियाँको बारेमा जति पनि ज्ञान होस्, के बुझ्यौ त तिमीले होइन, आफूले बुझ्यौ। यो दुनियाँमा जे पनि बुझ, तिमीले केही पनि बुझेन क्या। स्ट्रेट चाहिँ के भन्छ भने चाहिँ यो दुनियाँको बारेमा जति पनि बुझ तिमीले केही पनि बुझेको छैन क्या, तर तिमीले आफूलाई बुझ्यौ क्या, अनि तिमीले केही बुझ्यौ क्या। यु नो वाट आइम सेइङ। अब फुल्ली डिटेलमा चाहिँ म भन्दिनँ, किनभने अब म आई क्यान एक्सप्लेन अब 1-2 घन्टै म लाइक यही एउटा कुरालाई नै म एक्सप्लेन गरिदिन सक्छु होइन।
अनि त्यही हो, यही कुरामा मेडिटेट गर्नुपर्छ होइन। मेडिटेसन भनेको ध्यान गर्ने होइन क्या, ध्यान दिने हो क्या। अनि यस्तो कुराहरूलाई ध्यान दिएर मतलब यो एउटा लाइनमा तपाईँहरूले 4-5 दिन मेडिटेट गर्न सक्नुहुन्छ क्या, त्यस्तो छ क्या यो कुराहरू चाहिँ होइन। अनि त्यही हो, बिस्तारै बिस्तारै अब भ्लगहरूमा अब यस्तै कुराहरू आउँदै गयो भने म भनिदिँदै गर्छु होइन। अनि धेरै ज्ञान पनि नदिउँ। अनि त्यही हो गाइज, सी यू सुन। अनि त्यही हो, अहिले चाहिँ भ्लग यहीँ इन्ड हुन्छ। ब्याकग्राउन्डमा भगवती माता प्रोटेक्सन होइन, प्रोटेक्टेड होइन, इगो फियर लाई इन्ड गरेर म यो भ्लग यहीँ इन्ड गर्न चाहन्छु। सी यू गाइज इन द नेक्स्ट भ्लग। म निक्लिसकेँ, अब घर जान्छु। अनि त्यही हो, उताबाट पनि छ क्या, यताबाट पनि जान सक्नुहुन्छ, यताबाट पनि जान सक्नुहुन्छ। अघि मैले बाटोको भनिहालेँ होइन, यहीँनिर हो, यहाँसम्म चाहिँ तपाईँहरूले राइड लिन सक्छ। अनि त्यो बाटोहरू पछि म एक्सप्लेन गरिदिइहाल्छु। ट्रिप हान्ने अनि अब आफू पनि ट्रिपमा ठिक्क छ।